आज छोरीको स्कुलको पहिलो दिन धामाधुस काम चल्दैछ, देख्न सक्नुहुन्छ। बुकमा त मैले हिजै कभर लगाइदिइसकेको, अल्छी गरेर कपी यत्तिकै छोडेको। अनि आज यत्तिकै पठाउन त भएन, यत्तिकै नर्मल पठाउने भने थाहा छ नि त हजुरहरूलाई, यति चकचके छ मेरो छोरी, एकै दिनमा च्यातेर आउन सक्छ। अनि त्यही ढुक्क नभएर चाहिँ मैले बिहानदेखि यही काम गर्दैछु। 7-14वटा कपीमा मैले कभर गरिदिँदैछु। 7वटा बुक भएपछि 7वटा सिए कपी, 7वटा याचे कपी 1 वर्षसम्म दुलाउने हो नि त। यति गरिदिएपछि चाहिँ बलियो पनि भयो, देख्नलाई राम्रो पनि भयो। अनि उता चाहिँ मेरो ठुलो छोरीले खाना बसाल्दैछ, खाना रेडी गर्दैछ। सानो छोरीले चाहिँ आफ्नो ताई मजा मैले रेडी गरिसकेँ भनेर चिच्याउँदैछ। अनि जुत्तामा पोलिस गर भनेको जुत्तामा पोलिस गर्दैछिन्। अनि मैले चाहिँ यता यो कपी अब मेरो 14वटा कपी मैले अब लगभग रेडी गरिसकेँ। अनि बुकमा पनि मेरो नाम लेखिदिनु राम्रो अक्षरले भन्दैछ। मेरो छोरी त डेन्जर हो नि त, फेरि साथीसँग साथिन्छ क्या, साथीहरूले लैदिन्छन् भनेर। अनि उसको बुकमा चाहिँ मैले नाम लेखिदिँदैछु। अनि झोला पनि रेडी गरिदिँदैछु। अनि 7वटा बुक 7वटा कपी राखेँ। अनि आज चाहिँ मैले पढाइ हुन्न, एउटा रफ कपी मात्र लैजाऊ छोरी, भारी हुन्छ ब्याग भनेको। नाइ हुन्न, मलाई 7वटै कपी चाहिन्छ भनेर जिद्दी गर्दैछ। अनि मैले राखिदिँदैछु। अनि टिफिन रेडी गरिदिनु भन्दैछ। अनि टिफिन चाहिँ उसले आज पहिलो दिन मैले रोजेको राखिदिनु पर्छ भनेर पास्ता र अन्डा भन्दै थियो बिहान उठेर। अनि मैले त्यसको रेडी गरिदिइसकेँ। देखाउनुहोस् न त भन्दैछ भिडियोमा, उसलाई थाहा छ नि त भिडियो गराउँदैछु भनेर। अनि उता छोरीले कपालहरू कोरिदिँदैछ यताउता। अनि खाना पनि लगभग खाइसकिन्। अनि मलाई बेबी क्रिम लगाइदिनु भन्दैछ, लगाइदिइसकेँ। टिका पनि लगाइदिनु भन्दैछ, लगाइदिएँ। अनि ठुलो छोरीले गाडीले हरन लगाइसक्यो, गाडी आइसक्यो भनेर उता कराउँदैछ। अनि उसलाई मैले बाहिर निकालेँ। अब